हेलो गाइज, गुड मर्निङ। तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज भ्लग माहरबाट सुरु हुँदैछ। म हिजो माहर आएको थिएँ यता लमजुङ, तपाईँहरू भ्लगमा हेरिसक्नु भयो होला। मैले यहाँ उठ्ने बित्तिकै चिया पाएँ आफ्नो ब्ल्याक टी। धन्यवाद छ मेरो सानो, राम्रो हो, खुसी लाग्यो तिमी आइदियो मामा घर। हामीले खुसी लाग्यो, रमाइलो लाग्यो यसरी बेला बेला आइदिनु मेरो नातिलाई। सधैँ आउँदाखेरि यहाँ पछाडि हिमाल देखिन्थ्यो, अहिले चाहिँ देखिन्छ कुहिरोले। अलिक घाम लाग्नु थालेपछि देखिन्छ होला कुहिरो हट्छ। अनि त्यसपछि कस्तो राम्रो भ्यू देखिन्थ्यो यहाँबाट। गाइज अब चाहिँ हामी यसो घुम्न निस्केको, माथि मन्दिर पुगेर अनि विचार छ हाम्रो चाहिँ। अब बिस्तारै बिस्तारै हिँड्ने जाउँ, कति बेर लाग्छ। म यसो गएन त्यो ठाउँमा चाहिँ डाँडा टुप्पा, यो डाँडाको टुप्पामा गए यहाँ डाँडामा थियो। गाइज अब हामी उकालो चढ्नु सुरु भइसक्यो यता। अब अलि माथि नै छ जस्तो, थकेर आउनु भयो बिहान बिहान। अब घाम पनि लाग्नु थालिसक्यो। यहाँ पहिलाको दसैँको पिङ्गा रहेछ क्या, पिर्का निकालेर खाएर चाहिँ त्यो माथि। यहाँ गाइस पहिला दसैँको पिर्का निकालेर चाहिँ राखेर चाहिँ यता यतिकै। गाइस यहाँ आडो बाटो पनि भएको जस्तो हाम्रो ठग लाग्नु थालिसक्यो। अब माथि पुग्दाखेरि के हुने हालत थाहा छैन। पसिना पसिना भइसक्यो हामी माथि चढ्दा चढ्दा। अब त घरहरू पनि सिद्धियो, माथि अब जङ्गल मात्र हो, ठाडै उकालो छ। आधी बाटो यहाँ पसिना पसिना भइसक्यो हामी। अब माथि पुग्नु जोड्छन् के हुने हालत। जङ्गलमा आइसक्यौँ गाइस हामी। गाइस अब यो जङ्गल यहाँ बाघ आयो भने हामीलाई आपत पर्छ हेर्नु। आउनु त आइयो दुईजना मात्र, बाघ पनि आइरहन्छ भने सुनेको थिएँ त कता। त्यही त होला नि यही जङ्गलमा होला। अब हामी यहाँ जान त गइरहेको बाटो कुन थाहा भएन क्या। हच्चसुरमा हिँड्ने कहाँ पुग्ने थाहा छैन। पुगेला नि त मन्दिरमा। बाटो फेरि पातै पात, सुक्यो पात, सब चिप्लो छ। प्रायः चिप्लो पनि सेत हल्तिर पुग्छ। लगाइ अब यहाँ पानी ट्याङ्कीसम्म आइपुगेको छु। यहाँ यो पानी ट्याङ्कीबाट चाहिँ पुरै गाउँभरि पानी पुगेर चाहिँ यति माथि बनाएको पानी ट्याङ्की। यहाँ दुईवटा ट्याङ्की छ, कसरी नै देखाउँछु म तपाईँलाई। यहाँ छ दुईवटा ट्याङ्की। यहाँबाट चाहिँ तल गाउँभरि पुरै यहीबाट जाने हो कि पानी। दुईवटा ट्याङ्की छ। फाइनल्ली गाइस हामी मन्दिर आइपुगेछौँ। यहाँ बाटो नचिने कारण आइपुग्दा लाग्छ तर आइपुग्यो यहाँ बल्ल बल्ल।
त्यहीँ अगाडि छ, थोरै अगाडि मात्र हो मन्दिर। तर गाइज यहाँ मन्दिरको गेट चाहिँ लगाएको क्या अहिले। अब भित्र बस्नु चाहिँ नपाइने अवस्था। अब पछाडिबाट चढाइ भयो भने जानुपर्ने हो। यहाँ गाइज मन्दिर। हेर्नु त गाइज यहाँ पुरै सालको जङ्गल, अग्लो अग्लो सालको रुख मात्र छ क्या त गाइज। यहाँ यति हुन्छ डह्रो भइरहेको हाम्रो, यस्तो पत्कर छ। अब बिस्तारै हिँड्नु पऱ्यो, यहाँ लड्यो भने सिधै तल सालघारी पुगिन्छ। यस्तो रिक्समा गए तपाईँहरूले देखाउने भने त यहाँ मोबाइल तेर्सै हामी। यतिको रिक्स देखाएँ भिडियोलाई लाइक त गरिदिनु है, अनि फेसबुकबाट हुन्छ भने पेजलाई फलो गरिदिनु, युट्युबबाट हुन्छ भने सब्सक्राइब गरिदिनु। गाइज तपाईँले यो ठाउँको लोकेसन चाहियो भने कमेन्ट गरिदिनु होला कमेन्ट बक्समा गएर। ल गाइज हामी मन्दिर गेटमा चाहिँ आइसक्यो नि, तर यहाँ गेटमा चालचार आएर चाहिँ हेर्नु। अब यहाँ अङ्कलहरू आएर खोल्नु चाबी लिएर आउनु भयो भने त अब भित्र छिर्न पाइने भयो, नत्र नपाइन्थ्यो। हामी बाहिर बसेर हेर्नु पर्थ्यो मन्दिर। ल गाइज हामी मन्दिरभित्र इन्टर भइसक्यौँ हामी। अब मन्दिर दर्शन गरेर फर्किने बिस्तारै। ल गाइज अब यहाँ मन्दिरको साइडको भ्यू सबै मैले भिडियोमा क्याप्चर गरिसकेँ। अब थम्बनेल पनि लिइसकेँ मैले। अब मन्दिर ढोगौँ अनि जाम। अब बिस्तारै बिस्तारै फर्किन्छ गाइज हामी। ओह्रालोबाट छ, झर्दाखेरि त्यति साह्रो थके त नलाग्ला, आउँदाखेरि चाहिँ थकेले साह्रै पनि थके लाग्थ्यो। आउँदाखेरि चाहिँ ठाडै उकालो थियो। र गाइज अब हामी फर्किने क्रममा छौँ। जान त त्यसो टाइम नभएला, छिटै पुगेला। आधी घन्टा 45 मिनट पुगेला। आउँदाखेरि 2 घन्टा लागेको, घाम पनि लाग्न थाल्थ्यो। गाइज आज यहाँ बिहानै आएर हामी, त्यही भएर हिजोको भ्लग चाहिँ अलिक ढिला आयो होला है गाइज। बिहानै आएँ, मैले सेड्युलमा राख्नै बिर्सेछु क्या आज। गाइज हामी भ्लगमा हिँड्दै कता आइपुग्छ चाहिँ उल्टो बाटो आइपुग्छ क्या, फेरि फर्किनु पर्ने हो क्या। तर यहाँबाट फेरि देखिन्छ कडा भ्यू देखेँ। गाइज अब फर्क्यौँ, थोरै अगाडि आएछ क्या। थोरै भनेर धेरै नै अगाडि आएछ फेरि। 10-15 मिनट अगाडि आइपुग्छ हामी, 15 मिनट हिँड्छ। बडा 800-900 मिटर आएछ अगाडि। लगाएर हामी तलतिर झर्दैछौँ। अब तलतिर थकेला लाग्थ्यो नि, तर बेसकन छिटो हिँड्नु मिलेन क्या त, बाटो अप्ठ्यारो रहेछ, खुट्टा कामिरह। तलतिर झर्दाखेरि लल्ला हिँड्नु डर हो। सुन्नेला ल गाइज अब हामी यहाँ अहिलेको पिङसम्म आइपुगेको छौँ। अब धेरै बाँकी छैन घर पुग्नलाई, त्यही 20-25 मिनट पुगेला। अब ल गाइज हामी यहाँ तल रोडमा आइसक्यौँ। अब रोड हिँडेर 10 मिनट हिँड्छ पुगिन्छ हामी। आधी घन्टा माथि आधी घन्टा हिँड्यो ओह्रालो। थके त लागेन ओह्रालो भएर थियो साह्रो। ल गाइज हामी फाइनली हामी घर आइसकेको छौँ। 45 मिनट हिँडेर माथि मन्दिरबाट।
पानीमा यसलाई ऊ हाल्न लाग्यो भिटामिन ल गाइज हामी अब फेरि घुम्न निस्किसकेको छौँ। अहिले बिहान घुमेर आयो, फेरि बेलुका हुन लाग्यो, त्यही भएर नि यसो घुम्न जानु पऱ्यो शीतल भएपछि। हामी हिजो गएकै खोलाबाट अलिक पर जाने प्लान छ आज चाहिँ, त्यही भएर अलिक छिटो निस्क्यो हामी आज। ल गाइज हामी फाइनली अब हिजो आएको खोला हामी आइसक्यौँ फेरि। अब आज चाहिँ हामी अझ यत्तिकै फेरि यत्तिकै बाटो फेरि अझै हिँड्दै जान्छ। उता एउटा कटेज टाइप केही छ भन्ने सुनेको थिएँ, अब गएर हेर्ने कस्तो छ। अब हाम्रो काम त केही छैन, हिँड्ने काम मात्र। अब अझ फेरि आधी घन्टा 45 मिनट हिँड्नुपर्ने हो। ल गाइज हामी आइपुगेछौँ यता। कटेज भनेको अलिक सानै कटेज रहेछ, त्यो साह्रो ठुलो त रहन्छ। यहाँ कटेज साथसाथै यहाँ कुखुरा फार्म पनि रहेछ उता पर। अनि यहाँ खोलाकै साइडमा रहेछ, त्यो अगाडि राम्रो भ्यू रहेछ। तर खोलामा जाने भनेको तल जान मिलेको छैन कि, कता बाटो पाएन भने त्यो तल पुल त बनायो, त फोटो खिच्न लाग्यो तल। अब हामी के खाजा खाएर जान्छौँ। अब खाजा खाएर फर्किनु बिस्तारै। अब 45 एक घन्टा 45 हिँड्नु पऱ्यो। अब 1 घन्टा हिँड्नु पर्छ। आउनु त आइयो, तर खासै केही रमाइलो रहन्छ यता चाहिँ। खाजा खाने जाने एउटा पिङ जस्तो रहेछ यहाँ, कस्तो खाले पिङ हो यो थाहा छैन। पिङ चाहिँ गाइज कपाल खाले रहेछ। अब हामीलाई चाहिँ काम लाग्ने पिङ, बस्ने रमाइलो गर्ने फर्किने यसो के खाएर। ल गाइज हामी बिस्तारै बिस्तारै फर्किँदैछौँ। बिस्तारै होइन, अब छिटै फर्किनु पऱ्यो, धेरै नलाइकन। गाइज अब हामी हाँडी खोला आउँदैछौँ बिस्तारै, नजिक आइपुग्यौँ। हिँड्दा हिँड्दै यहाँ हालत खराब भइसक्यो। यहाँ स्कुटी र बाइक रहेछ, उठाएर जाने क्या गाइज। कमेन्ट गर्नु है, कमेन्टमा भन्नु, हामी भोलि लिएर जान्छौँ तपाईँले भन्ने बित्तिकै। भोलि पनि यति हुन्छ होला यो, उठाइदिने त। चाबी नै रहन्छ क्या, तर चाबी नहुँदैन के भने बोकेर जानुहुन्थ्यो। ल बेच्दिनँ एकतिर गएर कबाडीमा। गाइज यो भिडियोमा 1000 भ्यू भयो नि, म त्यो त्यहाँ खोलाको पुल हो नि, त्यहाँबाट तल डाइभ हान्छु ल। 1000 भ्यू पुग्यो नि। गाइज हामी आइपुगेको छौँ घर हिँडेर सरासर। यो ल गाइज हामी घर आइपुगेको छौँ यता। बल्ल चल्ला 45 मिनट हिँड्नु पऱ्यो। ल गाइज आजको भ्लगमा यति नै, बाँकी भोलि भेटौँला अर्को भ्लगमा। तपाईँहरू च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। बाई।